Hi everyone. आज छ चिकन फर्सी अन्त त्यसले आज साह्रो पर्छ लस्टिक जस्तै आउनुहोस् हामी खाना खानुभन्दा अगाडि थोरै प्रे गर्नेछौँ Have a spine. दामी भएछ यता चण्डीगढमा चाहिँ नि सबै सामान अनलाइन आउँछ नि त अन्त फेरि काटेको ल्याउनुको लागि चाहिँ पर जानुपर्छ हैन अन्त आज यो कुखुरा पनि अनलाइनै मगाएको थिएँ नि तर हुन्छ नि जस्तै हामी सिक्किम भन्दाखेरि भन्छ कि बस्तीको कुरा खायो भने चाहिँ खाएको जस्तै अन्त पोल्ट्री खायो भने चाहिँ मिठै हुँदैन कुनै के नपुगेको जस्तो के भन्छन् हैन तर मेरो लागि चाहिँ अहिलेको हालेर चाहिँ त्यो बस्तीको त्यो पोल्ट्री कुखुरा नै टेस्टिलो यो जुन चाहिँ अनलाइन आउँछ नि खायो भन्दाखेरि खायो भन्ने खालकेमा त्यो न टेस्ट छ न के छ तर फेरि नखानु पनि क्रेभिङ भइहाल्छ 2-3 दिनमा अन्त खाइहाल्छ फर्सी चाहिँ अघि अफिसमा लानलाई बनाएको थियो अनि त्यसको उब्रेको चाहिँ त्यही खाएको आज चाहिँ अन्त दहीसँग चाहिँ दामी भएको थियो फर्सी दामी डल्लो फ्रानी तपाईहरुले फर्सी पकाउँदाखेरि मसला के हाल्नुहुन्छ म चाहिँ सानोमा चाहिँ निनीकोमा बस्थेँ नि त अन्त मेरो निनी र नानाले भन्नुभएको फर्सीको लागि चाहिँ त्यसको मसला भनेकै त्यसको जे भन्यौं के अरे त्यो अदुवा बस्तीको अदुवा कुटेर लाउँछ यस्तो मिठो हुन्छ अन्त आज मैले त्यही लगाएको कस्तो मजा आइरहेछ नि खानु चाहिँ अन्त अझै होला तपाईँहरूलाई पनि हुन्छ 2-3 दिन चिकन खायो त्यहाँदेखि चाहिँ न्याक्कै लागेर हुन्छ हैन त्यही खानु छोड्छ अब चाहिँ भयो चिकन खानु भन्यो त्यहाँदेखि रिल हेऱ्यो त्यहाँदेखि चाहिँ क्रेभिङ लागिहाल्छ अन्त आउनुहोस् यो मेरो लास्ट बाइट झऱ्यो Bye-bye.